नवलपरासीको राजनैतिक परिवारमा जन्मेका सौगात मल्ल सानैदेखि चाडपर्व र विद्यालयका कार्यक्रमहरूमा क्यारिकेचर र डान्स पर्फर्म गर्ने गर्दथे। घरमा काम गर्ने एकजना कामदारले वर्णन गर्ने हिन्दी फिल्मका दृश्यहरूमा मनमोहित हुने मल्लले 7-8 वर्षको उमेरमै फिल्मको हिरो बन्ने निधो गरेका थिए। 15 वर्षको कलिलो उमेरमै बडी बनाएर हिरो बन्ने तयारी सुरु गरेका मल्लले 55 जना भन्दा बढी इन्डियन एक्टर्सको क्यारिकेचर पनि गर्न सक्थे रे। जुन बेला चाहिँ नि भनौँ अब केही उपाय थिएन, त्यो प्रत्येक दसैँ तिहारमा हुने सोहरूमा चाहिँ नि मैले लगभग 55 जनाको जस्तो इन्डियन एक्टरहरूको मैले अनि एउटा स्टोरी बनाएर हैन एउटा घरमा सँगै बसेका त्यत्रो एक्टरहरू अनि एक आपसमा झगडा त्यसरी चाहिँ नि मैले त्यो गर्थेँ। उनलाई त्यति बेला लाग्थ्यो क्यारिकेचर भनेको एक्टिङको सुप्रिम फर्म हो। नेपाली फिल्मको हिरो बन्ने हुटुटी बोकेर उनी परासीबाट काठमाडौँ उक्लिए, जहाँ उनको भेट त्यति बेलाको मेनस्ट्रिम नेपाली फिल्म्सको नामुद डाइरेक्टर आकाश अधिकारीसँग भयो। अधिकारीले उनलाई फिल्म त खेलाए, तर धीरेन साक्यको कोरस डान्सर बनाएर। रणभूमि नामको फिल्ममा धीरेन साक्यको कोरस डान्सर भएर पहिलो पटक फिल्मको पर्दामा देखिएका मल्लले अधिकारीकै दाग, पन्छी र अरू फिल्महरूमा सानोतिनो रोल पनि गरे। मेरो दाइको बारेमा तँलाई थाहा छैन होला। म ज्योति छैन कि तेरो दाइ र तेरो बाउको बारेमा जानकारी राख। मलाई यति थाहा छ कि तैले आरतीसँग माफी माग्नुपर्छ। आफूलाई चलचित्रको पर्दामा पहिलो पटक देख्दा मल्ललाई नसुहाएको जस्तो लाग्यो। फिल्मबाट टाढा भएपछि मल्लको भेट नेपाली थिएटरका अग्रजहरूमध्येका एक वीरेन्द्र हमालसँग भयो। वीरेन्द्र हमाल, सुनिल पोखरेल र अनुप बराल त्यस समयमा नेपाली नाटकको उत्थानमा लागि परेका थिए। हमालको मेन्टरसिपमा मल्लले आफूमा एउटा राम्रो कलाकार हुन रहेको कमी कमजोरीलाई केलाउने मौका पाए। कमी कमजोरी केलाउने क्रममा मल्ललाई प्रतिष्ठित थिएटर समूह गुरुकुलमा पुर्यायो, जहाँ उनले इन्डियाको नेसनल स्कुल अफ ड्रामाबाट पास आउट सुनिल पोखरेलसँग एक्टिङलाई प्रोफेसनल्ली बुझ्न पाए। मल्लले गुरुकुल र त्योभन्दा अगाडि वीरेन्द्र हमालको एमआर थिएटरमा रहेर 700 भन्दा बढी नाटकहरू गर्दा आफ्नो स्किललाई रिफाइन गर्दै एउटा कुशल अभिनेतामा चाहिने अनुशासनको विकास गर्ने मौका पाए। फिल्मबाट निकै समय टाढा बसेका मल्ललाई एकजना साथीले एउटा हलिउड फिल्मको अडिसनको बारेमा सुनाएर अडिसनको फर्म पनि भर्न लगाए। नेपाली फिल्मको क्यामेरामा नसुहाएको आफूलाई हलिउडको फिल्मको क्यामेरामा चाहिँ सुहाउँछ कि भन्ने लागेर अडिसन दिए। सेलेक्ट पनि भए। फिल्म थियो कागबेनी। पछि मात्र थाहा पाए कि कागबेनी कुनै हलिउडको प्रोडक्सन नभई नेपाली प्रोडक्सन नै थियो भनेर। कागबेनीको सुटिङ गरिरहँदा पनि उनी कस्तो गर्दैछु भनेर अनभिज्ञ नै थिए। फिल्म हेरेपछि नै थाहा हुन्छ कतिको, यो हेरेपछि मलाई थाहा हुन्छ म कति गर्न सक्छु हो। अहिलेसम्म थाहा छैन भनेपछि कति गर्न सकिन्छ भनेर अहिलेसम्म थाहा छैन। यो फिल्मको बारेमा केही पनि भन्न सक्दैन, केही पनि थाहा छैन। तर आफ्नो क्षमता, आफ्नो लायकत कति कहाँसम्म हो, के गर्न सकिन्छ भन्ने थाहा छ कि छैन? म थिएटरमा चाहिँ गर्न सक्छु, यति मलाई पुरा विश्वास छ। म मेरो कुनै छैन, डरै छैन त्यसमा। आइ एम कन्फिडेन्स इन थिएटर। फिल्मको लागि मैले भनिहालेँ नि, म केही पनि भन्न सक्दिनँ। यो फिल्मपछि मात्रै भन्न सक्छु। एनिथिङ, केही पनि भन्न सक्दिनँ। कस्तो छ, मैले कस्तो गर्दैछु, राम्रो देखिरहेको छ कि नै मलाई थाहा नै छैन कि अहिले। तर फिल्म सकिएर पर्दामा हेर्दा भन्ने उनलाई अलिक सुहाएको जस्तो लाग्यो। गुरुकुलमा बिताएको समयले उनलाई राम्रै प्रतिफल दियो। कागबेनीबाट नोटिस भएका मल्लले 2 वर्षपछि दासढुङ्गामा काम गर्ने मौका पाए र त्यसको 2 वर्षपछि लुटमा। एन्ड द रेस्ट इज हिस्ट्री। सौगात मल्ल अभिनयमा आफ्नो मेथोडिकल अप्रोचका लागि परिचित छन्। उनी आफूले निर्वाह गर्ने भूमिकामा पूर्ण रूपले इमर्स हुन्छन्। आफ्ना पात्रहरूप्रति मल्लको कमिटमेन्ट उनको एक्सटेन्सिभ प्रिपेरेसनबाट स्पष्ट हुन्छ, जसमा क्यारेक्टर बारेको रिसर्च, फिजिकल ट्रान्सफर्मेसन र डिप साइकोलोजिकल स्टडी समावेश हुन्छन्। मल्लको अभिनयप्रतिको अप्रोच आरोहण गुरुकुल नाट्यघरमा उनले गरेका कामहरूबाट धेरै प्रभावित छ। गुरुकुलमा रिगोरस ट्रेनिङ गर्ने क्रममा उनले 700 भन्दा बढी नाटकमा काम गरेर आफ्नो क्राफ्टलाई निखार्ने काम गरे, जसले गर्दा उनी कागबेनीको रमेश, सुनगावा र उमाको मिलन, डाइङ क्यान्डलको जनकलाल र कथाको कान्छा जस्ता सटल इन्टेन्स क्यारेक्टर्सदेखि लिएर लुटको हाकुकाले, मुखौटाको रवि, सडङको कालु यादव जस्ता लाउड क्यारेक्टर्स सहजै पोर्ट्रे गर्न सक्छन्। हिरो बन्ने मेन्टालिटी लिएर काठमाडौँ छिरेका मल्ललाई आरोहण गुरुकुलले कलाकार बनायो। सौगात चाहिँ भर्सटाइल एक्टर हो। तर कुनै पनि चरित्रलाई यति सहजले निभाउँछ र त्यो सहजताको भित्र यति गहिराई छ, उसले यति अध्ययन गर्छ, त्यो भित्र ऊ हराउँछ। त्यो समय त्यो झन्न म फेन्टको अवस्थामा
मैले के गरिरहेको छु मलाई थाहा नै थिएन बाटोमा म के हिँडिरहेको छु यसरी कोही छैन त वरिपरि हो क्यामेरा त्यहाँ देखेपछि ल सरी म त सुटिङमा हो सरी भन्ने जस्तो त्यस्तो चाहिँ नि हुन्थ्यो त्यो उनको एक्टिङ प्रतिको अब्सेसनलाई उनका को एक्टर्स पागलपन्थीको रूपमा वर्णन गर्छन्। प्रोडक्सन म्यानेजर स्वागत दाई बसिरहेको थियो सेटमा परबाट खगेन दाई र कुआएर खगेन दाईलाई प्रोडक्सन म्यानेजर हाम्रो प्रोड्युसर हो के ए खगेन दाई हो स्वागत दाई चाहिँ जन्मेकै एक्टिङ गर्नु पागलै होला स्वागत दाई चाहिँ अरू केही चिजमा चाहिँ स्वागत दाईले एक्टिङमा हुन्छ नि यो फिल्डमा जति राम्रो गर्छ नि अरू चिज त्यो त दाई जस्तो चाहिँ हाम्रो नेपालमा चाहिँ मलाई अरू कोही पागल मान्छे देखाएको छैन। इमेन्स ट्यालेन्ट र डेडिकेसनको बावजुद केही वर्ष यता रिलिज भएका सौगात मल्लका फिल्महरूले खासै राम्रो प्रदर्शन गर्न सकेका छैनन्। अगस्ते र पशुपति प्रसाद 2 भस्मे डन जस्ता फिल्महरू ठुला हिट हुने अपेक्षा गरिएको थियो तर न त फिल्मले महत्त्वपूर्ण प्रभाव पार्न सक्यो न त सौगात मल्लको पर्फर्मेन्सेसले नै। त्यसको एउटा प्रमुख कारण भनेको नेपाली चलचित्र उद्योगको बदलिँदो परिदृश्य हो। विभिन्न स्ट्रिमिङ प्लेटफर्महरू मार्फत ग्लोबल कन्टेन्टसँग नेपाली अडियन्स एक्सपोज भइसकेका छन् जसले गर्दा क्वालिटी स्टोरी टेलिङ र प्रोडक्सन भ्याल्युको एक्सपेक्टेसन बढेको छ। मल्लको पर्फर्मेन्स फिल्महरूमा बलियो नै रहे पनि फिल्मको स्क्रिप्ट र न्यारेटिभ स्टाइल्स उनको क्यालिबरसँग मेलै खाँदैन। अर्को भनेको यदि फिल्मको कथावाचन शैली र पात्रहरूले जेनरल अडियन्ससँग रेजोनेट गर्न सकेनन् भने मल्ल जस्ता स्थापित कलाकारहरूले पनि सफलताको स्वाद लिन सङ्घर्ष गर्न सक्छन्। अहिलेको अवस्थामा नेपाली अडियन्सको टेस्ट पनि बदलिएको छ। मिनिङफुल न्यारेटिभसँगै इन्टरटेनमेन्ट दिन सक्ने चलचित्रहरू नै नेपाली दर्शकको प्रायोरिटीमा पर्ने गरेको छ जस्तो कि उपेन्द्र सुब्बाको जारी। मल्लका हालैका फिल्महरूले यो ब्यालेन्स मेन्टेन गर्न नसक्दा उनको इमेन्स कमिटमेन्टको बावजुद उनले गर्ने रोलहरू अन्डर पर्फर्म फिल हुन गइदिन्छन्। कलिलो उमेरमै हिरो बन्ने सोच लिएर टिनेजदेखि नै तयारी सुरु गरेका मल्लले नेपाली फिल्म इन्डस्ट्रीमा आफ्नो जीवनकालको 16 वर्ष व्यतीत गरिसकेका छन्। मल्लका सुरुवाती समयका कामहरूको साक्षी रहेका दर्शकहरूको उनीप्रति एक्सपेक्टेसन निकै नै हाई छ। एक्टिङ बाहेक केही नदेख्ने मल्लले अबको दिनमा अफर हुने क्यारेक्टर सँगसँगै फिल्मको स्क्रिप्ट, फिल्म निर्माण गर्ने टिम अनि फिल्मको इन्फ्लुएन्सियल भ्यालुलाई पनि उत्तिकै कन्सिडर गर्नुपर्ने देखिन्छ किनकि एक्टर्स आर अलवेज रिप्लेसेबल। काले गए गोरे एक न एक दिन त आइ नै हाल्छ। तर गोरे नहुन्जेल कालेको पोटेन्सियललाई नेपाली फिल्म मेकर्सले भरपूर सदुपयोग गर्नुपर्ने देखिएको छ। तपाईहरूलाई सौगात मल्लले अब कस्तो फिल्म गर्नुपर्छ जस्तो लाग्छ कमेन्टमा सेयर गर्नुहोला। भिडियो हेरिदिनु भएकोमा धन्यवाद। कन्टेन्ट राम्रो लाग्यो भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला। हामीलाई आगामी दिनहरूमा पनि यस्तै भिडियोज बनाउन मोटिभेट गर्नेछ। Yeah.